हेर त कस्तो रमाइलो ठाउँ। ऊ यता हेर त कस्तो रमाइलो दृश्य। जा बेटा। खोइ के गर्ने होला, सबै ठाउँ घुमाइसकेँ, केही भएको होइन। ओ दाई नमस्कार। नमस्ते बहिनी। सन्चै हुनुहुन्छ? ठिक छ बहिनी। मन्दिर आउनुभएको? हजुर बहिनी। ए उहाँ त तपाईँको श्रीमती होइन र? हो बहिनी। उहाँले त तपाईँलाई चिन्नुहुन्न होइन र? उसले मलाई चिन्दैन, तर म उसलाई चिन्छु। उसलाई अल्जाइमर भन्ने रोग लागेको कारण उसले सबै कुरा बिर्सेको छ। हामीले विवाहपछि घुमेको ठाउँहरू घुमाउनु ल्याउने गरेको छौँ, ताकि कुनै दिन उसको यादहरू फर्किहाल्छ कि भनेर। कतै उसले त्यो ठाउँहरू सम्झिहाल्छ कि भनेर। र म भगवान्सँग पनि प्रार्थना गरिरहेको छु उसको यादहरू फर्कियोस् भनेर। म उसलाई एकदम माया गर्छु बहिनी, र मैले उसलाई वचन दिएको छु म उसलाई जिन्दगीभर माया गर्छु भनेर। तपाईँको माया पनि कस्तो प्रगाढ रहेछ है दाई। हस् त दाई, म गएँ है। हस् बहिनी। ल फेरि कहाँ गएछ यो?